खिप र हुकको सिलाइ गर्ने तरिका पनि एउटै हो। यो खिप चाहिँ हामीले प्राय प्यान्ट र जामामा प्रयोग गर्छौं। सियोलाई तलको भागबाट छिराउने, कपडाको पछिल्लो भागबाट सियोलाई माथि छिराउने, तर प्वालको दायाँ पट्टिबाट। त्यसपछि फेरि प्वालभित्र छिराउने र यसलाई पनि यो प्वालको वरिपरि चारैतिरबाट सिउन पर्छ। अब यसलाई एउटा गाँठो बनाउने यता। अब यसलाई चाहिँ हामीले यो खिपको मुनिबाट माथि बाहिरबाट नदेख्ने गरी माथितिर सियोलाई पठाउने हो यसरी। र अब फेरि माथिको दायाँ प्वालभित्र हालौँ र प्वालको वरिपरि सिलाइदिउँ। 3-4 चोटि सिलाइ भइसकेपछि दह्रो हुन्छ। त्यसपछि एउटा गाँठो बनाइदिउँ र अब माथिल्लो भागको अर्को प्वालतिर लागौँ है। अब यसलाई पनि खिपको भित्रबाट सियोलाई पसाउने हो, बाहिर नदेख्ने गरी अर्को पट्टिमा पठाउने हो। त्यसपछि फेरि प्वालभित्र हाल्ने र पछाडिबाट माथि हाल्ने र 3-4 चोटि सिएपछि हामी गाँठो पार्छौं। गाँठो पारेपछि चाहिँ छिले टुप्पोमा धागोको काट्ने। हुक र खिपहरू जोड्दाखेरि हामीले ध्यान दिनुपर्ने कुराहरू एकदम के हुन्छ भने हुक र खिपको माथिल्लो भाग जहाँ हामीले सिउँछौं त्यसको ठ्याक्क मुनि नै त्यसको आँखालाई सिउन पर्छ। आँखा सिलाउने तरिका पनि एउटै हो। तलबाट माथि यसलाई छिराउने र 4-5 चोटि सिलाइसकेपछि गाँठो बनाएर यो आँखाको अर्को प्वालतिर सिउँ है। भित्रैबाट अघि गरे जस्तै यसलाई छिराउने, बाहिर नदेख्ने हिसाबले यसलाई फेरि तलमाथि भित्र बाहिर गर्दै कपडासँग सिउने। यसको पुरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सिनुहोस् है।